नमस्ते। के तपाईँ हेरेर मात्रै भन्न सक्नुहुन्छ यो ग्लासमा भएको पानी रुम टेम्परेचरमा छ कि मनतातो छ भनेर? हेरेर गेस त गर्न सक्नुहुन्छ, तर एक्ज्याक्टली त भन्न सक्नुहुन्न नि है? हो, एउटा स्किन एनालाइजरले पनि तपाईँको स्किनलाई गर्ने भनेको त्यही हो। उसले हेरेर एस्टिमेट चाहिँ दिन सक्छ, तर एक्ज्याक्टली स्किनमा के कन्सर्न छ त्यो चाहिँ उसले भन्न सक्दैन। जस्तै तपाईँको स्किन एकदम धेरै ड्राई छ र तपाईँले एकदम धेरै मोइस्चराइजर लगाएर स्किन एनालाइसिस गर्नुभयो भने चाहिँ तपाईँको स्किन ओइली नै देखिन्छ। त्यही भएर उसले चाहिँ जे देख्छ त्यही भन्छ। त्योभन्दा एक्स्ट्रा चाहिँ स्किन एनालाइजरले एनालाइसिस गर्न सक्दैन। अब मैले यो पानीलाई यसरी छामेँ र मलाई अहिले थाहा भयो कि यो पानी चाहिँ मनतातो रहेछ भनेर। र एउटा डक्टरले चाहिँ तपाईँको स्किनलाई गर्ने भनेको यही हो। भनेको मतलब मनतातो पानीलाई छामेपछि त कन्फर्म भयो नि त कि यो रहेछ भनेर। त्यसै डक्टरले पनि तपाईँको स्किन हेरेर, तपाईँको हिस्ट्री लिएर, कहिलेकाहीँ छामेर हेरेर पनि के रोग रहेछ भनेर चाहिँ एक्ज्याक्टली पत्ता लगाउन सक्दछ। मगा आउने कति पेसेन्टहरूले चाहिँ कति ठाउँमा स्किन एनालाइसिस गरेर त्यसकै बेसिसमा मात्रै प्रडक्टहरू युज गर्नुभएको पनि मैले भेटेको छु। र मलाई लाग्छ यो चाहिँ एउटा बिगेस्ट स्क्याम हो जस्तो लाग्छ मलाई, किनभने अघि मैले भनेको जस्तै स्किन एनालाइसिसले सबै कुरा चाहिँ भन्न सक्दैन। त्यस्तै कतिजनालाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि डक्टरले हेरिसक्नुभयो तर स्किन एनालाइसिस गरेको छैन भने ट्रिटमेन्टै कम्प्लिट भएको छैन जस्तो पनि फिल हुन्छ। र त्यस्तो पनि मान्नु पर्दैन जस्तो लाग्छ मलाई, किनभने धेरै जसो त डक्टरले हेरेर थाहा हुन्छ। तर बेस्ट एप्रोच भनेको चाहिँ यदि स्किन एनालाइसिस गरियो र डक्टरको कन्सल्टेसन पनि गरियो भने चाहिँ त्यो एप्रोच बेस्ट हुन्छ, किनभने स्किन एनालाइसिसले पनि कति कुराहरू क्वान्टिफाई गरेर दिन्छ, पेसेन्टहरूलाई बुझाउन सजिलो हुन्छ। तर यसलाई रिप्लेसमेन्ट अफ एभ्रिथिङ चाहिँ मान्न मिल्दैन।